नबनाइकन यस्तो काम गर्न पाइँदैन र हाम्रो कानुनमा हाम्रो व्यवस्थामा जे गरिएको छ, जति वर्षलाई नियुक्त गरिएको छ, यदि राम्रो काम गर्दा गर्दै कुनै पनि देशभक्त कर्मचारीको तेजोवध गर्ने, उसलाई हतोत्साही गर्ने, उसलाई निरुत्साहित गर्ने काम क्षम्य छैन। सभामुख महोदय, सरकारका यस्तै यस्तै गतिविधि, यस्तै यस्तै क्रियाकलापले पश्चगमनको पक्षमा उभिएका, लोकतन्त्रको विरुद्धमा उभिएकाहरूलाई मलदल गरिरहेको छ भन्ने हाम्रो भनाइ हो। सभामुख महोदय, यसका लागि सरकारले गम्भीरतापूर्वक ध्यान दियोस्। र फेरि पनि के भन्न चाहन्छु भने अहिले यो विषय अदालतमा गइसकेको छ र राजनीतिक परिवेश बदलिएको छ। व्यवस्थाका पक्षमा हामी दृढतापूर्वक उभिनु पर्ने छ, गणतन्त्रका पक्षमा उभिनु पर्ने छ र हामी संविधानको पक्षमा उभिनु पर्ने नयाँ परिवेश सिर्जना भएको हुनाले हामी निरन्तर अवरोधमा छैनौँ। हामीले हाम्रो अवरोध स्थगित गरेका छौँ, तर यसको मतलब यो होइन कि हामी सुशासनका पक्षमा बोल्न छोड्नेछौँ, हामी सरकारले गरेका गलत कामका विरुद्धमा बोल्न छोड्नेछौँ, सरकारलाई खबरदारी गर्ने छैनौँ, हामी यसो भनिरहेका छैनौँ। यो काम हामी निरन्तर गर्नेछौँ र सरकार र लोकतन्त्रको पक्षमा, गणतन्त्रको पक्षमा के गर्दा बलियो हुन्छ त्यो काम गर्न आग्रह गर्न चाहन्छौँ र त्यसका निम्ति सदा सर्वदा हाम्रो साथ रहनेछ। तर सरकारले आफ्नो सङ्ख्याका आधारमा, आफ्नो एउटा बलमिच्याइको आधारमा जसरी संसदलाई पनि बलमिच्याइ गरिरहेको छ, यो काम गर्ने कुरामा कदापि हाम्रो साथ रहने छैन भन्ने कुरा सम्मान्य सभामुख मार्फत राख्दै फेरि पनि जुनसुकै तहका हुन्, जुनसुकै पदका हुन्, जहाँसुकै बसेका हुन्, तिनकुने घटनाका दोषीहरू सबैलाई कानुनी कारबाहीको दायरामा ल्याओस् र व्यवस्थाको रक्षाका निम्ति सुशासनको कदममा सरकारले अगाडि बढोस् भन्ने भनाइहरू राख्दै मेरा भनाइ टुङ्ग्याउँछु। धन्यवाद सभामुख महोदय। आज सदन र संसदीय अभ्यासको बारेमा जुन एक किसिमको सरोकार उठ्यो यहाँ, त्यो जुन असन्तुष्टिहरू भयो, त्यस्तो किसिमको असन्तुष्टि प्रति हाम्रो पनि समर्थन छ। सदनलाई एउटा शालीन, भद्र र संसदीय प्रणाली, संविधान कानुन अन्तर्गत अभ्यास गरियोस् भन्ने हाम्रो पनि अनुरोध छ। तर त्यो अनुरोध गर्दै गर्दा म तात्कालीन प्रधानमन्त्री प्रचण्डज्यू रोस्टममा गएर बोल्दै गर्दा अहिलेको सत्ता पक्षबाट भएको अराजकता पनि उहाँहरूलाई सम्झेर सुध्रिने सुझाव पनि दिन्छु कि त्यो बेला चाहिँ तपाईहरूले के गर्नुभएको थियो र आज एउटा सांसदले गर्दै गर्दा तपाईहरूलाई क्षम्य भएन। हामीलाई पनि त्यो बेला भएको थिएन, आज पनि भएन। हामी त्यो बेला पनि विरोध गर्यौँ, आज पनि विरोध गर्छौँ। त्यस्तो नगरिदिनुहोस्, त्यो हामी सिक्न चाहँदैनौँ भनेर प्रधानमन्त्रीजी आज आएर बोल्नुभयो। उहाँको प्राथमिकता विदेश भ्रमणमा धेरै थियो। हाम्रो सुन्ने इच्छा र हाम्रो आकाङ्क्षा र हाम्रो अपेक्षा यो अहिले भइराखेको राजनीतिक जुन तरलता छ, सदनमा प्रश्नहरू छ, त्यता बढी केन्द्रित भइदिनु हुन्थ्यो कि भन्नेतिर थियो। तर खैर, हामी अर्को मौका कुरौँला। आज मौन बस्यौँ, तर चुप लागेर चाहिँ बस्दैनौँ। प्रश्न यथावत रहनेछ र प्रश्न जीवित रहनेछ। अस्तिको चैत्र 15 को घटनामा पत्रकार सुरेश रजक र कृतिपुरका 29 वर्षीय सबिन महर्जन प्रति श्रद्धाञ्जली छ, परिवारप्रति समवेदना छ र यो घटनामा कुनै एउटा पक्षलाई दोष दिएर सरकार उम्किन पाउँदैन भन्ने हाम्रो त्यो एक किसिमको ठम्याइ पनि छ। हाम्रो ठम्याइ किन छ भने अघि प्रधानमन्त्रीज्यूले, सम्मान्य प्रधानमन्त्रीज्यूले बोल्ने क्रममा स्वीकार्नु भयो कि पूर्व तयारी पर्याप्त थिएन भनेर। उहाँले स्वीकार्नु भयो भनेपछि सरकारले अब त्यो स्वीकार्दैमा त हुँदैन होला। दुईजनाको त ज्यान गइसक्यो, करोडौँको क्षति भइसक्यो। अनि उहाँले एक ठाउँमा सार्वजनिक कार्यक्रममा 10-15 हजार मान्छे त ओरदोर गरिरहन्छन्, त्यसलाई ठुलो कुरा नबनाऊ भनेर भन्नुभयो। त्यही दिन आन्दोलनको दिन गृह प्रशासनका प्रवक्ताले, गृह मन्त्रालयका प्रवक्ताले 4000 मान्छे मात्र थियो भन्नुभयो। 10-15 हजार त ओरदोर गरिरहन्छन् भन्ने प्रधानमन्त्रीको गृह प्रशासनले 4000 किन सम्हाल्न सकेन? त्यो प्रश्न उठ्दैन हैन? त्यो प्रश्न त उठ्छ नि। र अर्को कुरा, जुन सुरेश महर्जनलाई, सबिन महर्जनलाई गोली लागेको छ, ऊ ढुङ्गा हानिराखेको थिएन, ऊ हिँडेर फर्किराखेको थियो। सुरक्षाकर्मीतिर पनि अगाडि बढिराखेको थिएन, ऊ आफ्नो साथीभाइतिर फर्किरहेको बेलामा पछाडिबाट गोली हानेको छ। ऊ भागिराखेको पनि थिएन, दौडिराखेको पनि थिएन, ऊ सामान्य रूपले हिँडिराखेको थियो। छ्यापछ्याप्ती सञ्जालमा त्यो भिडियो पाइन्छ। अब यसमा प्रश्न उठ्नु पर्दैन? यसमा उच्च स्तरीय छानबिन आयोग हामी माग गर्दछौँ र यसरी नै सुरेश रजकको
जुन सामान्य रूपमा ऊ उभिराखेको देखिन्छ त्यसको 10 मिनटपछि ऊ जलिराखेको देखिन्छ। र एभिन्यूज टेलिभिजनमा काम गर्ने एक उसको सहकर्मीको भनाइअनुसार ऊ एउटा कोठामा कुनामा थचक्क बसिराखेको अवस्थामा उसको जलेको शरीर भेटियो। एउटा कोठामा थुनिएको व्यक्तिको कुनामा गएर थचक्क कसरी बस्छ ऊ? त्यसमा शङ्का गर्ने ठाउँ त यथेष्ट छ। तसर्थ हामी यो चैत्र 15 गतेको कुनै एउटा पक्षलाई होइन, दुईटै पक्षलाई हामी जिम्मेवार रहन भन्छौँ। त्यो अराजकता, त्यो उडन्तताप्रति हाम्रो कदापि कतै पनि समर्थन छैन, त्यसको विरोधी हौँ हामी। हाम्रो प्रमुख सचेतकको गाडी जलाइयो, उहाँ बल्ल तल्ल त्यहाँबाट बस्नुभयो। जुन घरमा आगो लगाइयो त्यसको तेस्रो तल्लामा रहेको कम्प्युटर व्यवसायी हाम्रो कोशी प्रदेशको सदस्य हो रविन्द्र ओझा, उहाँको व्यवसाय पनि लक्षित गरियो। यहाँ कित्ता काट गर है, तिमीहरू कित्ता काट गर भनेर धेरै प्रश्न उठाउनुहुन्छ, तर त्यो दिनको प्रहारमा त हामीलाई लक्षित गरिएको छ, हामी लक्षित भएका छौँ। हाम्रो प्रमुख सचेतकको गाडी, हाम्रो प्रदेश सदस्यको व्यवसाय सबै लक्षित भएको छ अनि हामी असुरक्षित महसुस गर्दैछौँ। आज प्रधानमन्त्रीले अर्को एउटा कुरा भनेर जानुभयो कि एउटा कर्मचारीको सरुवा हुँदै गर्दा ऊ मन्त्रीप्रति लोयल हुने। कर्मचारी मन्त्रीप्रति लोयल हुने कि देशप्रति? मन्त्रीको चाप्लुसी गर्नलाई को कर्मचारी आउँछ? कस्तो कुरा गरेर जानुभयो उहाँले कि मन्त्रीप्रति लोयल भएन त्यसैले सरुवा गरियो रे। राज्यप्रति, राज्यले तोकेको उसको जब डिस्क्रिप्सनप्रति, ऊ जे कार्यविधि लिएर आएको छ त्यो प्रति, उसको संस्थाको लक्ष्यप्रति, यो प्रति लोयल हुने कर्मचारी हामीलाई चाहिएको छ, कुनै मन्त्रीप्रति लोयल हुने होइन। त्यसैले त्यो गलत आशय थियो कि त गलत संस्कार हो, त्यो दुईटा मध्ये एउटा कुरा हो। त्यो अवलम्बन हामी मान्दैनौँ। त्यसैले गर्दा मन्त्रीप्रति लोयल हुने प्रहरी, कर्मचारी यस्तो छोडौँ संस्कार। यो सेपरेसन अफ पावर भन्छ, लोकतन्त्र मान्नुहुन्छ तपाईहरू भने सेपरेसन अफ पावर पनि मान्नुहोस्। त्यसैले गर्दाखेरि म लोकतन्त्र मान्नुहुन्छ, गणतान्त्रिक भन्नुहुन्छ भने हामी पनि त्यही छौँ, हामी पनि मान्छौँ। तर यो अवसरवाद र राजनीतिक मिटर ब्याजीको